लगाएको छ। नामकरण गर्न गइरहेका छौँ। केही समय पछाडि हाम्रो छोरीले एउटा राम्रो सुन्दर नाम पाउनेछ। ओके, हेलो बेबी। छोरीको आमा, छोरीको बाउ अनि हैन यता हाम्रो भान्जी, यता हाम्रो भान्जा, उता पनि अर्को भान्जा, मैले त भान्जा हाई गर्यौँ। रियाङ भान्जाको हाई खोइ। हेलो भन्देऊ न तिमी। जेनिस भान्जाले हेलो गरिसक्यो। अहिले बनाइसकेर हेर्नु त। छोराकोमा हलो जुवा यो चाहिँ काङ्गे, त्यो चाहिँ के हो? कान बुन्ने। यो काङ्गे, यो काङ्गे। उसको भाइले खोइ कहाँदेखि बिहा गरेको अरे। मामा यी कुखुरा भन्दै हो। मामा यी कुखुरा भन्दै आऊ न। थ्याङ्क यू। मामालाई जाऊ उपालाई तिमी कुखुरा लिएर फोटो खिच्यो अरे मामा। हेलो हेलो, राधेश्याम हजुर। So bad. No. Yeah. अनि यो भोलि खिच्छु भन्दा नहुने। के छ हो? नानुलाई के गर्न? बुबु खानु पर्यो त। आफ्नो बुबु खानु परेन। कति ठुलो गर्न पाए नि खुसी हुने, बुबु खाने, ज्ञानी हुने, नरुने।
एउटा पुगेन त कता झरी बोकी क्या हौ मान्छे एउटा पाउज हराएछ त हौ उठा चिसो लाग्दै रहेछ अब सेकिदिनु पर्छ सुस्मिता कता हो अब यो बनाउने कुरोहरू केटाहरूले पनि सिकिराख्नु पर्ने यो सिकेर के हो बनाउन आउनु पर्यो नि यति चाहिँ गरिन्छ है यो तानमुन्ने जुवा हो यो टाउको गर्ने केस गर्ने यो फाँक्रो भन्छ यसलाई लट्टा फुटाउने लट्टा पहिले यस्तै त फुटाउने हुन्थ्यो नि लट्टा फुटाउने कपालमा यसले लट्टा फुटायो अनि यसले कोर्यो जुम्रा झार्यो यो राईहरूले पहिले बुने अचेल नि त बन्छ नि पार्थ्यो अब सबका हरेकका चारखाहरू यसले सिक्का बाँध्छ कि भने एकैजनाले त अप्ठ्यारो हुन्छ होइन मुमा पनि घुम्नुपर्छ नि छिटा बाँधेर उनीहरू गर्ने खेती नै घुमोस् न बुढी मान्छे नि अब अहिले हाम्रो चुल्हा घुमाउने कार्यक्रम अगाडि बढिरहेको छ आज हाम्रो पहिलो सन्तानको रूपमा प्राप्त भएको छोरीलाई पित्रको अगाडि देखाउने कार्यक्रम भइरहेको छ चुल्हामा चुल्हामा आगो चाहिँ बालेको छैन क्या अब त्यो सिटा त्यो आगो बालिदिएर सिटा मारेर सिटासँग माथि त्यत्तिकै राख्छ सक्दैनौ लड्छै भन्नु नगर है हेर देख्यौ ल पहिला चाहिँ झार नि मजाले यो चाहिँ सधैँ राखिराख्नु पर्ने